साथीहरू, यहाँहरूलाई मेरो युट्युब च्यानलमा स्वागत गर्न चाहन्छु। आज म चाहिँ हामीले बजारबाट ल्याएको विभिन्न किसिमका प्लास्टिकहरू हुन्छन्। यी प्लास्टिकबाट चाहिँ यस्ता खालका प्लास्टिक रङका प्लास्टिकबाट चाहिँ कसरी हामीले यस्तो खालको ढकिया बनाउने भन्ने कुराको जानकारी दिन चाहन्छु। यो कस्तो सुन्दर छ, कति दह्रो छ, कति राम्रो छ। यस्ता ढकियाहरू चाहिँ हामीले बत्ती काटेर राख्नलाई, अनि फुलहरू राख्नलाई, मन्दिर जानलाई, हाम्रो यसको लागि चाहिँ एकदमै उपयोगी हुन्छ। यो ढकिया चाहिँ यस्तो सुन्दर छ, हेर्नु त रङको बुट्टाहरू पनि बनेका छन्। हाम्रो त्यो प्लास्टिकहरू पनि त रङका पो हुन्छन् नि, होइन त। त्यस्तो प्लास्टिकहरूलाई हामीले धोएर पखालेर अनि टक्क राख्ने, सफा गरेर सुकाएर अनि त्यसबाट चाहिँ यस्तो किसिमको रियुज गर्ने। यसले गर्दा चाहिँ वातावरण पनि फोहोर हुँदैन। अनि यसले गर्दाखेरि हाम्रो घरमा कति सामानहरू प्रयोग गर्नलाई राख्नलाई काम लाग्यो। हेर्दा पनि कति राम्रो छ। यस्तो चाहिँ हामी सबैजनाले सिकेर गर्नुपर्ने हुन्छ। यो चाहिँ यसको चाहिँ बनाउनलाई कसरी बनाउने भन्ने कुरा चाहिँ अर्को भिडियोमा हजुरहरूलाई म सम्पर्क गर्नेछु, राखिदिनेछु। मेरो भिडियोहरू चाहिँ हेर्दै गर्नुहोला। हस् त, कति सुन्दर छ। एकचोटि फेरि पनि देखाएँ ल हजुरहरूलाई, हेर्नु त। यसको बेस पनि छ यहाँ, कति राम्रो छ। ल यहाँ पनि छ। ल हस्, नमस्ते।